नमस्कार सम्पूर्णमा धनगढी उपनगरपालिकाका मेयर गोपी हुमालज्यूले अहिलेको वर्तमान सरकार लगभग 2/3 सरकारलाई के सुझाव दिनुभएको छ भने यो भिडियोमा प्रष्ट पार्नुभएको छ। सुझाव दिनुभएको छ वैदेशिक ऋण अहिले 28 अर्ब ऋण लिने भने अहिलेको सरकारको निर्णयमाथि उहाँले प्रश्न चिन्ह खडा निर्वाचित हुनुभन्दा अगाडिसम्म सम्पूर्ण कुरा आफ्नो लागि गरे, आफ्नो परिवारको लागि गरे, आफ्नो लागि गरे, चाहे व्यापार गरे चाहे जे गरे। अब म देशको लागि समय दिन्छु, समर्पण गर्छु भन्ने भावले आए। सल्लाह सुझाव पूर्ण रूपले स्वयंसेवक भएर काम गर्ने इच्छा हो, तर त्यो सौभाग्य मैले प्राप्त गरिनँ। किन गरिनँ भने यहाँ त तलब रहेछ, होइन? यहाँ त तलब रहेछ, अनि यहाँ मेयरको पनि तलब, उपमेयरको पनि तलब, वडा अध्यक्षको पनि तलब, वडा सदस्यको पनि तलब, तपाईँको मान्यको पनि तलब, प्रतिनिधि सभा मान्यको पनि तलब, होइन? मन्त्रीको तलब। त्यस कारणले जब हामीलाई थाहा छ कि देशमा त्यस्तो कमाइ गर्ने कुनै बाटो छैन, त्यस्तो देशको आम्दानी हुने कुनै स्रोत छैन, रेमिटान्सले चलेको देश छ, यस्तोमा चाहिँ नि हामीले यो स्वयंसेवक गर्ने मान्छेलाई पनि यसले तलबै बनाएर जुन बसाइरहेछौँ, यसले हाम्रो अर्थव्यवस्था मेरो विचारमा राम्रो हुँदैन। पहिले 20 वर्ष कमसेकम देश बनाऊ, देशको अर्थव्यवस्थालाई मजबुत बनाऊ, एकदम मजबुत बनाऊ, अनि जे खाने हो खाम न। यो अहिले यस्तो चाहिँ नि एक त यो अहिले रेमिटान्स पनि हो घट्ने होला, देश भङ्गालोमा जान लागिसक्यो, हामी तलबको पछाडि छौँ। त्यसकारण मेरो अनुरोध के छ भने नयाँ सरकारलाई, बहुमतको सरकारलाई यो तलबी प्रथा बन्द गर्नुहोस्। कुनै पनि तहको जनप्रतिनिधिले तलब नपाउने, उसले भत्ता पाउने, काम गरेकोले भत्ता लियोस्, तलब नपाउने, यो गरेर कमसेकम यो गरे भने एउटा छटनी पनि हुन्छ। स्वयंसेवा गर्ने उद्देश्यले राजनीतिमा आउने मान्छे एकतिर जुन अहिले किनारा लागिरहेछन् तिनीहरू मेन उसमा आउँछन्, र जसले यसलाई पेसा बनाउने हुन्छ उनी व्यापार गर्छन्, बिजनेस गर्छन्, नोकरी गर्छन्, केही गर्छन् नि। यो त के भयो भने उता गए पनि ठिक, लोकसेवा दिए पनि ठिक,